यो आइफोनमा अहिले iOS 26.2 छ। म चेक गर्दै हाल्छु। यहाँ अबाउटमा गएपछि यहाँ हेर्न सक्नुहुन्छ iOS भर्सन 26.2 छ है। तर अब अहिले यसमा चाहिँ अपडेट आएको छ कि छैन त्यो हेर्नलाई अब सफ्टवेयर अपडेटमा गएपछि यहाँ iOS 26.2.1 भनेर आइसकेको छ। तर अहिले यसमा 26.2 हुँदाखेरि पनि यो मोबाइलमा चाहिँ अहिले केही पनि समस्या छैन। यसको क्यामेरा क्वालिटी पनि एकदमै राम्रो छ। क्यामेरा क्वालिटी पनि केही प्रब्लम छैन। अनि त्यस्तै यसमा नेटवर्कको पनि केही पनि इस्यु छैन। यसमा चाहिँ अब नयाँ अपडेट आएको छ। अब त्यो अपडेट चाहिँ कतिपयले चाहिँ तपाईँको मोबाइलमा कुनै समस्या छैन भने यो अपडेट चाहिँ नगर्नु भन्नुहुन्छ। तर म चाहिँ अब यो 26.2.1 लाई चाहिँ एकचोटि अपडेट गरेर हेर्न चाहन्छु कि यसमा चाहिँ के समस्या आउँदो रहेछ त। यो 26.2.1 iOS मा चाहिँ साँच्चैको समस्या छ कि यतिकै मान्छेले गफ मात्रै दिया हो। सो अब यसलाई हामी अपडेट गरेर हेर्छौँ र यो अपडेट गरिसकेपछि के प्रब्लम आउँछ कि आउँदैन त्यो अब अपडेट गरेपछि मात्रै थाहा हुन्छ। सो अब म यसलाई चाहिँ अपडेट नाउ गर्छु। यहाँ iOS 26.2.1 मा 1 भर्सनमा अपडेट भइसकेको छ र यसमा चाहिँ खासै त्यो अलिक ग्रिन स्क्रिन आउँछ कि भन्ने डर भइरहेको थियो। तर त्यो त्यस्तो खासै केही पनि भएन, आएन। अनि पहिलेभन्दा अहिले चलाउँदाखेरि एकदमै स्मुथ छ। अलिअलि ल्याग गर्थ्यो 26.2 मा, त्यस्तो चाहिँ अहिले यसमा चाहिँ मैले खासै त्यस्तो केही पनि देखेन। iOS इज अप टु डेट छ अहिले, iOS 76.2.1 मा छ। अनि यसमा अब ब्याट्री हेल्थको कुरा गर्ने हो भने ब्याट्री हेल्थ पनि एकदमै राम्रो छ। पहिले जस्तो थियो त्यस्तै छ, केही पनि डाउन भएको छैन। यहाँ ब्याट्री हेल्थ पनि हेर्न सक्नुहुन्छ। ब्याट्री हेल्थको पर्सेन्टेजमा पनि त्यस्तो केही पनि डाउन भएको छैन। ब्याट्री हेल्थ पनि राम्रै छ। अरू साथीहरूले चाहिँ ब्याट्री हेल्थमा चाहिँ प्रब्लम गर्छ भन्थ्यो, तर त्यस्तो चाहिँ मलाई त्यस्तो प्रब्लम चाहिँ मलाई देखिएन। र यसमा एउटा सानो मेजर समस्या देखेको चाहिँ iOS 26.2 हुँदाखेरि चाहिँ त्यति हिट चाहिँ हुँदैन थियो पछाडि। यसमा चाहिँ हल्का हिट भयो अपडेट गर्दाखेरि, चार्जमा जोडेको भएर नि हुनसक्छ होइन। तर अपडेट भइसकेपछि केही बेरपछि मैले चार्जर झिकेपछि यसमा चाहिँ हिट त्यति भएको छैन। अहिले चाहिँ नर्मल छ। पछाडि हिट भन्दा नि वार्म चाहिँ हुन्थ्यो, अहिले चाहिँ त्यस्तो वार्म केही पनि भएको छैन। पहिले जस्तै नर्मल छ र एकदमै राम्रो चलेको छ। नेटवर्कहरू पनि राम्रो छ यसमा, अनिखेरि डाटाहरू पनि राम्रै चलेको छ। त्यस्तो खासै मलाई केही प्रब्लम देखिएको छैन। सो साथीहरूले चाहिँ यो नगर्नु, के प्रब्लम होला, यो होला, केही प्रब्लम छ भने मात्रै गर्नु भन्दै थियो। त्यस्तो खासै डराउनु पर्दैन।